Oh my god! Success किने उचाल देर के एक टिटे उचाल देर के come on boss come on तुम कर सकता है कपड़ा है कोई मान कोई दोस्तों को तिम्रो भिडियोको भसा कताको फोटो खला भयो हुन्छ यो माग र मम्मीको त कामै अब कहाँ गयो केरा दर्शकबिनहरु फेरि पनि आइसकेको छु म अर्को ब्लग लिएर अर्को ब्लगको साथमा अनि फेरि आज चाहिँ हामी खासै केही हुने छैन आज हामी खोलातिर जान्छौँ घुम्न एउटा साथी छ त्यो के भन्छ रे किसान साथी छ उसले बोलाएको छ कल गरेर अनि फेरि हामी त्यहीलाई लिन जान्छौँ खोलामा खै एक्लै के गर्न गर्छ त त्यो चाहिँ केटी लिएर सो अब चाहिँ किसानले कल गरेर भन्छ मेरो घरमा पैसा छ घरमा मम्मीलाई मागेर मम्मीलाई फोन गरेर भनेको छु अनि त्यही पैसा लिएर आइज भन्छ त्यसको घर जाँदैछ हामी त्यही हो किसान अब टक्क लगाएर आइसकेको छ यहाँतिर हाम्रो डगी जी मिस डगी किसानसँग बोल्नु रे हजुर मान्छे oh my god बनाउँदै हुनुहुन्छ डोको अलि राम्रोसँग डोको हैन हामी गुन्डी मत छ निस्किनु पर्छ हैन किनकि बाटो अल्प साह्रो छ गुन्द्री यहाँ बन्दै छ ओए के गर्न बोलाको छ मलाई यिनै दुईटा मोटे पनि छ के दुईटै जा पठाइदिने सो त्यसो गरे हाम्रो यहाँ बन्दै छ गुन्द्री हो कि चकटी हो गुन्द्री बन्दै छ क्यामेरा राम्रोसँग पर्न आयो भाइ गुन्द्री बन्दै छ यहाँ हाम्रो फुलले बनाउनु खोजेको छ गुन्द्री किसानको मम्मीले यस्तो दामी बनाउनु छ हजुरले पनि चाहियो भने नम्बर उ त्यहाँ खानमा नि खानमा एकन्त नाम लगेर फोन राख्नु पर्छ छैन तलको उसमा जाऊ रे 50 रुपैयाँ भनेको अहिले 50 रुपैयाँ दिने त्यो खाटको नाम लैजाऊ एकन्त ऊ तल उहाँबाट यो बाहिर छेउ जाऊ है कहाँ छौ त खोइ खोलामा खानु रहेछ अहिले हामी भेट्छौँ खोइ तल देखाएन न मलाई म गुन्द्री मलाई पनि आउँछ बनाउन बनाइदिउँ होला 10 रुपैयाँ दिनु न हैन यो मैले नराख्ने मेरो पैसा यही मात्रै हो अनि त पैसा पनि पाइसकेको छौँ सो हामी पैसा पाएर पनि ओ माय गॉड बल्ल बुझे किन खोलामा बोलाएको भन्ने म भन्थे नि अघि काम भनेर चाहिँ नि मैले हामीसँग मुला पनि देख्न सक्नुहुन्छ मुला त्यही हो मुला खै एक पिस चाग्रीमै गाइसक्यो ओए नखानु भाइ त्यस्तो रे कहाँ खाएको तैँले दामी रहेछ हौ जस हैन ए भेट्नु दुईटा ल अब चल अगाडि चल अगाडि हिँड्नु हामीले अब एडभान्स पनि पाइसकेको छौँ र एडभान्स देखाइदिनु त जुम गरेर है यो चाहिँ एडभान्स हो 20 रुपैयाँ एडभान्स लगाएर जाँदैछौँ मलाई थाहै थियो यसले काम गराउँछ भनेर के गरेर तर के गर्नु होइन गर्नै पर्यो गाइस होइन अब के गर्नु तँलाई यस्तो पेलाउँछु नि मेरो काम बेलामा मल बोकाउने हो तँलाई अब चाहिँ हामी जाँदैछौँ खोइ के हो थाहा होइन खर हो कि दाउरा हो कि अब जे पनि हुनसक्छ तर हामीले बोक्न पो सक्छौँ किन ल्याडीहरू देख्न सक्नुहुन्छ यस्तो ओ माई गड अब मौरीहरू आउँछ अब मौरीहरूले यता देखाइदिन्छ भाइ यता जङ्गलतिर त्यो घोचातिर अब चाका बनाउँछ अनि चाका बनाएपछि हामी काट्न जान्छौँ राति तर
काट्नु त नहुने हो त्यही पनि हामी जान्छौँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो भाउजूको घर भाउजूको घरमा कुखुराहरू देख्न सक्नुहुन्छ हाँसहरू एकदम बढिन होला भाउजू हुनु न क्या मान्छे नि तर्के हामी टक्क लगाएर सुरु फर्स्टमा दोकान जान्छौँ अनि त्यसपछि म कहाँ मुनि घुस्नु भयो तपाईँ ए यहाँ खै त्यो किसनको के बोक्दिने अरे टोललेमा नभए दिदी कहाँ जानुभयो त बुटोल के गर्न ए कहिले आउनुहुन्छ आज ए अहिले साँझ आउनुहुन्छ होला नि अहिले म साँझ आउँछु ए ल ल ल ल मन्दिरमा पूजा तर कहिले पनि एक थाली भात खाएर मन्दिरतिर जाँदैछौँ हामी चाहिँ पैसा राखेको नि भाइ मन्दिरमा चढाउनु हुन्छ भिज कमाउनु पर्दैन भाउजू दोकानमा आउनु न कस्तो खाने हो र दुईटा चौधो दिनु न क्रस फायर भर्खर गइसकेको छ माल लोड हानेर केही दिनु न हचमा लगाएर खाने यो यो मन्दिर होइन तर चप्पल खोल्छ नि यार मन्दिरमा नखोले नि भयो केही हुन्न जाम अब खुल्छ सिक्सिक त्यसो ओ माई गड आइसक्नु भएसँग ओ माई गड खै त यार आउनै देखिन्न त यार भन्नु मैले हेरेर देखाइदिउँ न भित्र गएर बाहिर जाने कि भित्र गएर बाहिर गएर भित्र जाने बाहिर गएर भित्र जाने नि त लेट्स सी गाइज मन्दिर हो पहिला भित्र जाने चप्पल खोल्नु पर्छ यार मन्दिरमा यार चप्पल ओ माई गड ओ माई गड के भन्नु अब अरूपट्टि सौरोटीले दिएको छैन अब धेरै पनि छैन हामीलाई सो त्यसै गरी हनुमानले चलाउनु पर्छ हामी सब मान्छेले टिका लाउँछ भाइ ए यहाँ भगवान्लाई कहाँ बिर्सेको ओ माई गड मलाई अलि धेरै भ्युज अलि धेरै आओस् अनि लाइक कमेन्ट पनि धेरै आओस् सब्सक्राइब पनि बढोस् ए आई अलि न सो यस्तो छ भाइ चाहिँ मन्दिर के गर्नु अब सब अब केही लिएर अघि पूजा गर्ने थाहै थिएन अब ठुलो चढाइ हात्ती चाहिँ खुट्टा खै पर्ने हुनु भित्र कानमा भन्नुपर्छ आओस् मेरो मारवान जानु अर्को नि तेर्फेटै भर परिरहेको छु एक नम्बर त्यो दाइले बोलाएको कि त्यही भएर हामी यहाँ पूजा गर्न आएको हनुमानको डन्डा भोल्दैन ए मिठाई बचाएको किन यार ल आधी आधी खानु ल शिवजी र पार्वतीजी धेरै त छैन होला
अब चाहिँ खाली खुट्टा हिँड्दा मेरो खुट्टाको त्यो छाला निस्किनु लागिसक्यो लगाएर फेरि अब हामी मेन त हनुमानजीलाई भेट्न इच्छा अब हनुमानलाई यो चाहिँ प्रसाद हो लाभा एउटा पहिला खाएको प्रसाद तर भगवान कसम भनेको होइन यो हनुमान बनाउने मान्छेलाई होइन के पुगेन यार टाउको यत्रै बनाइदिएछ चक्लेटहरू हेर्नुहोस् हेर्नुहोस् यसको टाउको चाहिँ हेर्नुहोस् न अरू ज्यानहरू सब सही छ टाउको चाहिँ हल्का सानो भएको छ थम्मेल ए कस्तो गरेछ ए यता हो हामी पूजासुजा गरेर अब हिँड्नु यही हो अब भाइ चल अब हिँड भाइ अब हामी अब हाम्रो कामको तर्फमा जान्छौँ फोन गरेर आएको छु किचन नदिनु अब हाम्रो ओ व्यस्त छ भन्छ है यसले अब हामी खोलातर्फ लाग्दछौँ गाइस पूजासुजा यतिको पूजा गरौँ भने अनि हामीलाई केही हुन्न भुतसुतको डर छैन अब लाग्यो चल्दैछ अब मुरी भाइलाई कतिको पेलाउने हो कस्तो खुसी हुन्छस् नि होइन जति बोक्यो भने ए चाउचाउ खामे आएर अहिले फेरि त्यो अहिले फेरि तिनीहरूलाई भेट्यो भने फेरि खानै पाइने खामे चाउचाउ खाँदै कति पिरो हुँदा याद यो सुपको वाउ खोलाहरू आमा तर यो 12 यो किन लगाइदियो बे सरकारी जग्गा हो रे यो गाडी उच्च भएको अस्ति यहाँबाट जाने भनेको सन्दीप र यहाँ साइकल के यहाँ उठाएर के यो तारमा उचालेर लगेर गएको क्या यहाँ बोकेको आज डह्रो बोक्छ आज धेरै चक्चक गर्नुहुन्न लेप्दामा त्यही छ त त्यो त यता गएको जस्तो गरौँ न यता गएको जस्तो गरौँ न क्लास बिरो भइरहेको छ यार अहिलेसम्म पनि यार छ्या अब त खान्न यो चाउचाउमा के चाउचाउ हो यो सुप पनि आधी हालेको क्या पुरै हाल्यो जस्तो म त कोमामा जान्दै होला थाहा त थियो पिरो हुन्छ भने तर पिरो हुन्छ भने थाहा छैन खोलातिर जाने कहाँको यहाँको जाने सिम्पल जाने त्यो पनि काम गरेर पनि पिरो भन्छ हजुर पछि गरेर नि यस्तो काम त चिन्नु पछि गऱ्यो भने हुन्छ जान्छ खोलातिर त्यसले देखेछ क्या हेरिराख अब अहिले बोलाउँछ कतिखेर बोलाउँछ थाहा छैन फोन गरिहाल्यो कि मान्छे गएको छस् मन कता गएको छु र यता कता होस् त पछाडि साले कता यता तल्लोतिर भने होइन को छौ को छौ के ल ल रुक एकछिन यता खोलातिर गएर आउँछौँ हामी हात खुट्टा कल गरेर भन्छ आज डेमा त म पनि देखेको थिएँ उयोमा चाहिँ हान्छ क्या यो गाईहरूले त हेर न आमा कत्रोहरूको अब उयो मलाई त फेरि डर लाग्छ नि यस्तो गाईहरूसँग त आमा फेरि उयो यस्तरी उयो आयो कि बाछा सो तर नि म फेरि यस्तो गाईहरूसँग मेरो घर पनि 5-6वटा गाई छ तर
रिभिज गर्दैन ओ माई गड खोला एकदमै 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 भुक्वाछ्या म्या कस्तो खोला हो यो म्या छि खोरे पर्छ तर यहाँ नुहाउने जस्तै छैन यार पहिला त ओए हरि माछा मार्न आएको रहेछ ओ यहाँ गएर होला यार यहाँबाट त ओए उल्टे सुल्टे हान्ने पनि कम मजा आउँछ होला र आमामा फोहोर छ यार पनि यतिको मात्रै दुख्छस् होला नि त होइन त्यही भएर ननाउनु हाम्रो पानी चाहिँ यस्तो सफा आमामा यस्तो दामी छ नि भ्यू थैट सक्दैन नि यहाँ त सब डुबिन्छ यहाँ त कहाँ उता जग्गा अब उतै हिँड्नु हाल्यो फेरि यही हो मेरो ड्रोन उही मुलालाई गर्मी भइरहेको हामीलाई यस्तो जाडो भइरहेको त पागल हो कपाल काटे चाहिँ यस्तो ओ यहाँ न ओए तू समझा हाँ नहीं तू समझा नहीं बच्चा जस्तो यहाँ न ओए ओ टक्ला ओ किसान ओ टक्ला यहाँ त्यहाँ ढुङ्गा हान्छस् यहाँ लायो मलाई ओए फुच्चो ओए टक्ला यसलाई भेट्न हामी कहाँबाट यहाँ खोलामा आएको छौँ हामी चाहिँ होइन हेर्न सक्नुहुन्छ टक्ला भएको ओ माई गड स्यालो हो क्या हो हेर्नु चलिन्छ डर्छ अमा हो हल्का के भन्छ नि हामी चाहिँ डाइनोसरको बच्चा मरेको छ यहाँ स्यालो होइन र हेरिराखेको उही बाघको बच्चा बाघको स्यालो स्यालो गाई सुरु नो सेट फक गाइज ये क्या हो यस्तो यस्तो हुन्छ यहाँ त्यो जङ्गलमा डर लाग्छ यो स्यालो हो नि यसको रक्सी त बब्बाल हुन्छ अरे त रिप भनेर लेखिदिनु यार सो अब यस्तो यस्तो जनावर हेर्नको लागि जङ्गलमा आउनु होला के गर्नु पर्ला खास भने यहाँ 20 रुपियाँ लिएर आज त्यसको माउलेहरूको देखाएको छ 150 कति धेरै देखाएको यता भयो गर्न के उठा देखा जस्तो थाहा छैन जाम कि ल मलाई भेटेर ए मलाई तिमीलाई भेटेर धेरै खुसी लाग्यो अब हिँड हल्का ए कुरा गरिदिउँ कुरो खाइदिउँ अब यो मुलाले भेट्न आइज भनेर खोलामा के पार्टी छ होला भनेर पार्टी छ आइज अरे नाम्लो लिएर आइज मेरो घरबाट भनेको त्यो मलाई सँगै लगाइराख्यो ओए के छ विचार आजको यही साल हालिदिनुपर्छ रिटर्न त हुन्छ नि हाम्रो लागि के छ गाई हेर्न गाई ओ माई गड देख्न सक्नुहुन्छ हाम्रो जङ्गलको इन्टरभ्यू कस्तो छ हेर्नु होला एकचोटि यो ठाउँ को कसलाई थाहा छ हल्का थाहा भएकोले कमेन्ट गरिदिनु होला मलाई खुसी लाग्छ एकवटा यस्तो क्यामेरामा होइन अब त्यही भ्युज मात्र गर्छ 2K अब हजुरहरूले पुऱ्याइदिनु पर्यो भ्युज 10K पार्टी ल गाई ल 10K पुऱ्याइदियो ल त्यसपछि यसले पार्टी खिलाउँछु भनेछ अनुहार हो नि यता आएर हो नि ल हो भनेछ नि तर त्यत्रो पुग्ने हामी यिनीहरूले भारी देखेरै डराइसकेछन् गाई चाहिँ हेर यहाँबाट देखाइदिन्छु जुम गरेर त्यही पनि भारी पनि आमा यिनीहरूको आजमा यिनीहरूको ढेलबाट पसिना निकालिदिने हो क्या आज यिनीहरूको यो सुकेको ढेल पनि पसिना निकालिदिने हो क्या
यो ट्र्याक्टर चाहिँ अरूको हो कि यार खर काट्ने सिजन भएपछि यस्तै हो गाइस अब के गर्नु अब घरमा चाहिन्छ अब के गर्नु अब हल्का गोडसोट छ अब खरको अब गोडसोट अब छाउनु पर्यो नयाँ खर हाल्नु पर्यो पुरानो खरलाई फ्याँकेर त्यसै गरी यहाँ चाहिँ रेडी भएको छ भारी अब देख्न सक्नुहुन्छ सपलाई हाम्रो टोलीहरू पुरै भारी रेडी भएर बसेको छन् अब यो दुईजनाको पनि अब ढेगाएर बसिरहेको भारी देखेरै डर लाग्यो अरे क्या यो त के होइन यार मैले 2 ताल हिँड्छु यार एकैचोटि यार हो कि नै यता आइज नि यता गोरो देखेछ कि अब भन्न हल्का केही छ भारी देखेर उचालिदिएर के एकचोटि सक्सेस किन उचालिदिएर के एकचोटि उचालिदिएर के लास्ट दुईटा यस्तै हो क्या तर घोच्दैन यस्तो खरले मेरो बालको देख के तुम कुछ दिन मत कह बच्चा मेरो भ्लगमा सिर्फ नेपाली चल्छ उठे ओए अब त तँ गर्नुपर्छ क्या त्यो खानेवाला कन्टेन्ट क्या यस्तरी धेरै जाने भन्ने पैसा उठा नि त सब खोइ देखा त यहाँ गरी हान्दिस् क्या ए ल भोलिबाट यहाँ नयाँ काम हुन लागेको छ नयाँ काम भएपछि त्यसपछि नयाँ कामको पैसा आउनु होला फेरि हामी नयाँ खाएको कन्टेन्ट भिडियो निकाल्छौँ त्यसपछि सबजनाले वेट गर्नु होला अनि यो टी सर्ट यसको हो त ओए माग्दैनस् दे उयो सिन त मेरो हैन र ओए सिक्री ओए ल अब यहाँ टी सर्टको बारेमा चर्चा हुन्छ त्यही कट एक्सन ल म त भन्छ यहाँ के लेखेछ ए कट हो कि एक्सन के भन्छ यसो यहाँ के लेखेछ इगल भनेको इयल भन्यो दिदीहरूमा चाहिँ हाम्रो मोटी दिदी ओइ बाक ओबी बाक तपाईँलाई जाडो भयो जाडो भयो तपाईँलाई किन मलाई कपडा किनिन्छ जस्तो जाडो भएछ भने ल्याइदिएन यहाँ भान्जी खै त भन्जी त पैसा कमाउनु पर्छ भान्जी के यो कसले बोक्ने यो नाम ल तपाईँको छोरी यो खै त त्यति हामीले त कहाँ सक्छौँ यत्रो अब यो होला नि हाम्रो त हेर हाँसेको नम्बर माग्न जान्छ भाइ ट्र्याक्टरमा लग्ने भोलि के अझै नत्र नि कति लोड गरेको बिहानदेखि एक मात्रै गरेको कि यहीसँग एक हो भोलि काटेर उठार्ने लाँदैन नि लोड गर्नेलाई बरु हामीले आइदिन्छ लोड गर्ने हजुर अके जा त पहिला जा सोध्नु त 1000 रुपैयाँ अलि डिस्काउन्ट हुन्छ कि होइन भिडियो गरेर अरू टक सिद्धि माग्छ नि उयो कसले थाहा छ नि यो ट्र्याक्टर मेरो हो मैले भाइलाई गिफ्ट दिएको सो छोटो भएर दिएको यस्तो दामी छ नि यो उयो कसको थाहा छ नि ए कसैको कपडा होइन कि यो पनि मेरो यो फेरि त्यसको यस्तो सबको लगाएर अनि हामी चाहिँ म्युजिक गरेर हामी टक्क लगाएर होइन आकाश हेर्नु र रहेछ त सर्ट ओए आकाशले पनि यस्तो काम गर्छ है आमा भन् न त हजुरको ए उहाँ अङ्कलको हो र क्या या ड्राइभर बिटो चाहिँ हो यो घर आइदिनु पर्यो कि धेरै अप्ठ्यारो भयो कि यहाँ त बोकेर लग्नु त्यही ट्र्याक्टरमा हालेर लग्न पायो कति मजा आउँथ्यो कति दिनुहुन्छ ए धेरै छैन के हो ट्र्याक्टर लिएर यतातिर बिजनेस गर्नुपर्छ क्या
अरे कहाँ है कहाँ जरा ओए कहाँ ओए बादर मंकी कहाँ जरा देगी चाहिँ लुक्स यस्तो डेन्जर छ सक्दैन नि फेरि मारेको छ नि फेरि अब केटो त फेरि अब लाउरे होइन सकेछ यार आमा कत्रो टायर हो त ओइ यहाँ आइज न यहाँबाट त्यो छैन मोबाइलको त्यो छैन अब हल्का निकालिदिउँ भनेको यहाँ बस्छ धेरै भएन र ड्राइभर दाइ 1200 ठोकिन्छ नि त यार 1200 है खरेमा आमामा बडाउले सब भेट्यो हाम्रो 1200 यस्तो पनि हुन्न नि यार यही हाम्रो पनि यही हो कि नजिकै हो त्यही त नि तल हैन गौरियामा झार्नु त्यही ड्राइभर हो कहाँनिर यो त्यो मन्दिरबाट आएको हैन र यो मन्दिर नि भाइ यो झार्ने हो के भोला पूजा गरेर आइसकेको पूजा गरेर आएर गाह्रो हुन्न भनेर गाह्रो हुन्छ जस्तो सकेन भन्दा अब दिदीहरूले त अब ठुलो यत्रो ज्याद छ अब यति सकेन भने त यसले बुढी पाल्नु सक्दैन हाम्रो यस्तो दियो भने त घुसाउँछ अनि पोख्नु पर्छ अब के गर्नु अब गाउँघरमा यस्तै हो के हो ट्र्याक्टर किनेर के हो यस्तै बिजनेस गर्नुपर्छ यो 1200 रुपियाँमा यहाँबाट त्यही यस्तो के मैले हिँडालिदिन्छु अब यो लोड गर्दा भयो यो बेरेको हो म पनि अचम्म परेको कि यो त त्यो खुट्टा राख्नलाई मात्र रहेछ यताउति ए यो हो के हैन डिजाइन बनाएको के ए त्यो कारको जस्तै हो हैन यो कलच खुट्टा राख्ने मात्र हो हैन र कलच अनि त्यो के रे एक्सिलेटर टो यो दुईटा ब्रेक बिचको ब्रेक ए दुईटा ब्रेक हो यो दुईटा चक्काको के ठुल्ठुलो यो उयो हो एक्सिलेटर त्यसपछि यो गियर भयो यो फेरि अगाडि पछि मोटेलाई हेर्छ ओ हरन कहाँ छ यहाँ आइज हरन कहाँ छ यो ट्र्याक्टरमा त भन यो भन्दैन टिट ओइ मान्छे चल्लाएर चालिरहेको छ हरन कुन भन्छ म फेरि चलाइदिनु इन्डिकेटर उल्टो रहेछ खैको कहाँ सक्छौँ हामीले यत्रो भान्जी खै त तेरो बुढी खोटिने गर्छ हात देखिने रहेछ नास्ता खाम न त नास्ता दिदीको फेरि के हो बलियो छ क्या यो त तान्नु ल कमान ब्रो कमान तुम आ सकते हो ल कमान दोस्त कमान तुम कर सकता है अब उठ्न सक्दैन कि यो उठ बाबु उठ या रेंगूस हग दिया अब तक तो मुझे लगा सिर्फ पाद रहा है लेकिन ना भाई हग दिया लामला हल्ला मत सक्दैन भाइ कस्तो लाग्यो ओए लामो छोटो भयो ओए लामो बना कस्तो बस्ती भइरहेछ हजुर हल्का अब टाउकै छिर्दैन त हेर्न बोक्न सकेर उठो पछाडिबाट घुच्चा ठिकै यस्तो जमानामा कति बोकेको रोक्न नडकल यहाँ टाउकोमा राखेकै छैन ढकल बाबु टक्कल ओए सिधा जमानामा बोकेको त गाई झेरमा हेर ओए उचालिदिन्छ त के हो त
सक्छु मैले त सक्छस् कि नै ओए ओए अहिले टाढा लामो हुन्छ खुट्टा के हो सुत्न लाग्छ भयो नि किन यस्तो छ र यो मान्छे उठ 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 बारी पछाडि नभौ के छ आमा यो अलि यो पनि त हुन्छ क्या यो छोटो हुन्छ के हुन्न के हाम्रो छोटो छोटो छिटो गर के छिटो हामीलाई अनि हिँड्ने गर्न तल म भेटाइदिन्छु बाटो देखाउने मान्छे होइन र कपडा हेर्नु मान्दैन होला ओइ 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 माग ओइ ओइ सको त हेल त ओइ 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 ढोलो ढोक गरेर आयो त ल पर्छ यो पर्छ मलाई पनि एउटा राख्छु सानोवाला छैन सक्छ मोटरले ट्युन गरेर अन्त बुढी पार्नु सक्दैन ल खाएर बिउटो फोटो खिचिदिन्छ ल आएर ल तिम्रो भिडियो पो भछ कताको फोटो हुने यो त्यसरी फसेको हो ल अब उता भेटौँ लास भयो यार मोटे भाइ यहीँ छोडेर जाम है यो ट्युसन लिन्छ हेर हेर्न बोकी बोकी त्यो भएको मान्छे हेर्न मेरो यहाँ चाहेको त खसरी गर्नु नि मजा छ एकदम मजा आइरहेछ के भारी साट्ने भनेको साट्दैन यार केले चिक्ने चिलाइरहनु घन्टु उठ्नु ओए कहिले भुन गयो हेर्नु कस्तो भयो ए मोटे भाइ कस्तो छ यसको हेरेर रन्डी काम झर्न लाग्छ कन्ने झर के यहाँ कोही केटीलाई यस्तो यहाँ मेहनती केटा चाहियो भने भनौँ है यहाँ दुईजना छ भने यस्तो मेहनत गर्ने आम्मामा कति ठुल्ठुलो भारीमा भनौँ हो गाइज कस्तो भइरहेको एकदम गाह्रो फटी काम भयो खोलामा यत्रो भेट्टा आइदिएर ल ए मेहनत की पसीना है भाई मेहनत की पसीना के हो यो त एक्सचेन्ज गर्ने जस्तो अरू मैले एक्सचेन्ज गर्ने सगुन क्या सगुन है भाई क्या मोटो भान्छु क्या हो वाट्टै फाल्दै भने त तर यहाँ सो फाइनली हामीले खोलासम्म चाहिँ ल्याइसकेको छौँ अब यहाँबाट टक्क लगाएर अब हेर देखाएर बुझ्यो अब हामी यहाँबाट नबिसाइकन जानेछौँ घरसम्म हेरौँ सक्छौँ किन अहिले चाहिँ पढिन्छ त अरे म केही बोल्ने हालतमा छैन यहाँ किनकि मेहनत गर्दा कस्तो हुने रहेछ एकदम गाह्रो गाह्रो पसिना हेर्नुहोस् न खुट्टा हेर्नुहोस् कति सुनो बस्दा ए ल ल ओइ दुकुर कस्तो रे कहाँ मा लाउरे रे म्याच यत्रो दुकुर पर्छ
सुरा भाइ तँ सक्छस् सुरा यतैबाट हो के आइज उयो फाल्तु तुल्दा उयो नबिसाइकन लग्ने भनेर त मान्छेहरूले त्यहाँ बिसाइदिइसक्यो आएर मुस्काएर हाँसिरहेको बाटी गएर खर बोक्नु भन्दा चिन नहालेर आएर चुरी आएर तँ त्यही बोक्नु सक्दैनस् यस्तो पाराले कसरी हुन्छ यस्तो लाउरे साले त्यही बोक्नु सक्दैनस् तैँले त बोक्छु र त बोक नत्र यो हम्पाइभित्र सिकाइदिन्छ तँलाई यो झन् मभन्दा ठोरै ल ल साथ नै होस् क्या घोज्छ नि होइन उयो सुनेर न माछिकन यो त चाडी सुन म मात्रै हो क्या छाड नबोले त छाडा नबोले भाइ त बेसी छाडा बोलिरहेको छ अघिबाट फेरि तेरो मम्मीलाई दियो सागरलाई बोलाइन्छ के ठाने तेरोबाट छैन दाइ मेरो छैन मेरो सिक्स प्याकै छैन दाइ मेरो सिक्स प्याकै छैन दाइ रोके ओइ सिधा होइन के त रुक बनाइदे त किसन बनाइदेन सिधा यस्तो मेहनती भयो गाइस हामी चाहिँ अब खोला पार गर्न आँटिसक्यौँ अब यति छ खोला तर भारी हेर न ओ माई गड ओ यो त म लग्छु यार पुटिन नजाऊ बाख्रा नसाजौ हिँड्दै गर्नु कसको भेडा हो यो हजुर डराउँछ त्यो त एक्लै के दिनुहुन्छ र फुलहरू छ पुगेछ यहाँ मागोको भेन्डा त खतरा पाएको छ त्यहाँ भेन्डा त खतरा पाएको छ त कालो डल्लो गरेर भेन्डा खै गाजर कहाँ छ त्यही खै तपाईँको भाजाहरू म दिदीलाई फोटो पठाइदिने रे के होइन क्या फुयोको यसको टक्क आमा अब यो त लिँदा त कस्तो ल के दिनुहुन्छ र अनि किन पक भन्नु नुहाउनु जाने हो कि दिनदिनै आउनु पर्दैन यहाँ खर बोकेको थियो त्यही भएर यहाँ आइदिएको त्यो मागोले के गर्नुपर्छ भनेर ठुलो मागोले त्यो फुची दिदीहरूको खोइ के दिनुहुन्छ ल पानी दिनु त फेरि खोइ फ्रिजको दिनु रक्सी खानु पर्दा के भन्नुहुन्छ दिदीहरूले दिदीहरूले के भन्नुहुन्छ त्यो फोटो चेन्ज गरेर भन है सन्तोषलाई भन्नुभएको थियो अनि यति बस्दा पनि किन चापी लगाउनुहुन्छ र कहाँ यो के लिनुभएको स्याउहरू ए तपाईँले गुन्द्री बनाउनुहुन्न किन त कला फला भएको हुन्छ र यो मागो र मम्मीको त कामै छैन
तेरो बाउ तो गर्मी भएको त खै चिसो पानी दिनु दिदीहरू त माघमा आउँछन् रे नि माघमा मिनी मिनी चलाइ त मसँग भाइरल भएको यही हो मेरो ए सरी 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 यस्तरी पो चल्दैन बिरुवाहरू ए कस्तरी कुप्री पर्छ त यता होइन बिरालोलाई यस्तरी त बोक्छ नि त खै पानी दिनु ओहो यहाँ पनि छ खै हाईको सेक्रेट छैन दिनु अब खा भनेपछि त नाइ भन्नै सक्दैन दिदीहरू दाइहरू हुडा मात्रै आउँछ सर आहा यस्तो मन डुबेको भएको छ्या त्यो बच्चा जस्तो मानु पाखा पाल्दै हो आज काटेर खाऊँ न त्यसलाई ल बिरालोको मासु मिठो हुन्छ र त अब कहाँ गयो यो केरा कहाँ गयो के यत्रो फोटो खिचेर डिटलाई पठाइदिनु अहिले भन्नुलाई मिठो खाना त नि एक गाछ जति छैन होला यो त यति सानो जा मिठो रहेछ र खान्छस् खा खै के लिनु भएन त चिसो पानी राख्नु भएन फ्रिजमा पानी यस्तो जीवन चिसो दिनु हुन्छ भर्खर त्यो भनेको त त्यो बोकेर आएको चिसो माले दुर्गाको उबाट न त मेरो छ र ए म त तपाईँको होला भनेको कति भन्नु दुर्गा आमाबाट दुर्गा आमा को हो दुर्गा आमा एकछे दुर्गा बुद्धि कति किनेर योलाई कति दर्जन हो यो कति भयो झन् तपाईँको त सेयर दिनु एडिसिडी फोन गर्ने होइन खै म सिकाइदिन्छु आएर अफ हुनु क्या तपाईँ उता खै त किने नपुग्छ नपुग्छ ए मेरो बाबाले पनि फेरि पढाउनु भयो कुनै स्टुडियोमा राखिदिउँ फोटो दिदीले फोन गरेर चाहिँ किन नउठाएको थियो कति बेला हो खालोहरू यहाँ पैसा माने यो मागो त वाइफाई छ त पैसा लाग्दैन के सुशान्त दाइले पनि फोन गरेको छु उठाएकै छैन ए आज गरेन होला त्यहाँ फुर्सद एकछिन आउने होइन कतिचोटि आउँछ त आफू कहाँ कहाँ जानु आफू ढोका लाएर कति कहाँ कहाँ जानुहुन्छ 12 होला कता कता जानुहुन्छ खाने दिदी केरा के काममा हुनुहुन्छ खै के पकाउन लाग्नु भयो के हो त्यो आमा छोरा मिलेर ओहो यहाँ त खतरा छ त खै मागले कहाँबाट लिनु भयो रहेछ बिहान फोन गरेको फोनै लागेको थिएन त
दुर्गा बुढी भएर लिएको खै त मागोले अर्नै नहुने रहेछ सिआन हौ उसिन त मिनु जाऊ मारे दुर्गा यस्तै ओहो यहाँ त खतरा खतरा भयो आमा छोरा खान्छ कति मिठो छ होइन मागा पैसा कमको चाहिँ खा कति मिठो होइन आहा यता 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 हेर्नु दिदी सक सक अब प्लेट डुब्दैन अब ओराको हेमन्त को आयो फेरि अर्को बोक्रा देखाइदिउँ न दिदीलाई अर्को दिदीले हजुर केराको बोक्रा हेर्दै अहिले कति हटाउ बस्नु सो गाइस अब म चाहिँ अब मागो घरबाट पनि निस्केर टक्क लगाएर अब घरतिर जाँदै टक्क लगाएर होइन भनेपछि केरा सेरा पनि खाएर पेट पनि ओ मोटी टर्सी के खाइरहेको छिस् एक्लै एक्लै खान्छिस् खाऊ न आमामा Oh my god, के गर्नु हन्डे बस है भाइ खान्न भयो ओहो भला कुरा छ अब म घर आइसकेको छु फेरि पनि यस्तै यस्तै भिडियो हेर्नलाई मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला यति भन्दै म बिदा भएको छु फेरि भेटौँला नेक्स्ट भिडियोमा है त